हेलो एभ्रिवान, नमस्ते। के हजुरहरूको क्रिस्टल्सहरूले चाहिँ काम नगरेको जस्तो फिल भइरहेछ? हजुरहरूलाई चाहिँ कुनै पनि फरक पाउनु भएको छैन, कति धेरै कलेक्ट गर्नुभएको छ, आफूले लगाइ पनि रहनु भएको छ, तर तिनीहरूले चाहिँ केही काम गरे जस्तो फिल भएको छैन भने चाहिँ हजुरहरूले चाहिँ उनीहरूलाई रिचार्ज गर्नुपर्ने हुन्छ। रिचार्ज अथवा क्लेन्स है, यसको चाहिँ धेरैवटा तरिका रहेको छ, जुन चाहिँ मेन इफेक्टिभ चाहिँ हजुरहरूलाई भन्न गइरहेको छु। एउटा चाहिँ सेलेनाइटको प्लेटमा हजुरले आफ्नो जेमस्टोन क्रिस्टल्सहरू चाहिँ राख्ने है। यसरी राखेर हजुरले होल नाइट छोडिदिनुहोस् अनि भोलि बिहान उठेर चाहिँ हजुरले लगाउन सक्नुहुनेछ। यो हजुरले जति बेला पनि गर्न सक्नुहुनेछ है। यो सेलेनाइट चाहिँ यस्तो मिनरल्स हो जसले चाहिँ जुनैसुकै क्रिस्टल्सहरूलाई क्लेन्स गर्ने काम गर्छ। यो चाहिँ एउटा भयो। अर्को हामीसँग अर्को रहेको छ। अब यो चाहिँ अर्को तरिका रहेको छ जुन चाहिँ एकदमै इफेक्टिभ, एकदमै पावरफुल तरिका हो। यो चाहिँ हजुरले एभ्री फुल मुनमा है, फुल मुन पूर्णिमा, एभ्री पूर्णिमामा चाहिँ हजुरले यो कपरको भाँडामा, तामाको भाँडामा चाहिँ पानी राखेर यसमा चाहिँ थोरै पिङ्क साल्ट, यो रहेको छ पिङ्क सल्ट। पिङ्क सल्टलाई चाहिँ सिधे नुन पनि भनिन्छ। यो पिङ्क सल्ट यसरी हजुरले राख्ने है। राखेर अनि आफ्नो ब्रेसलेट अथवा जुनै पनि जे पनि हजुरसँग क्रिस्टल अरू के छ जेमस्टोन मिनरल्सहरूको, यसलाई चाहिँ यहाँ माथि यसरी छोडिदिने है। यसलाई चाहिँ फुल नाइट डाइरेक्ट मुनलाइट पर्ने ठाउँमा यसरी छोडिदिनु। अनि त्यसपछि चाहिँ भोलि बिहान उठेर चाहिँ हजुरले लगाउन सक्नुहुन्छ। यो चाहिँ एकदमै पावरफुल, एकदमै इफेक्टिभ तरिका रहेको छ। थ्याङ्क यू सो मच।